राजाले 11औं दिनमा प्रवेश गरिरहेको छ। समुद्रमा केही पनि किन्नु पर्दैन। आमा कसम केही पनि किन्नु पर्दैन। हेलो सो गाइस, स्वागत छ तपाईहरुलाई मेरो मिनी ब्लगमा। सो गाइस, यता चाहिँ म छु हैन, म चाहिँ नुवाकोट मौसममा आएको हेर्न सक्नुहुन्छ तपाईहरुले। सो गाइस, टिकट काउन्टर चाहिँ हेरेछ हैन, टिकट काउन्टरमा गएर टिकट चाहिँ टक्क काट्यो हैन, गेटतर्फ लाग्यो हामी चाहिँ। गाइस, हामी घरबाटै भ्लग बनाउनु पर्ला भनेको सोचिरहेको थिएँ हैन, टक्कै बिर्सिरहेँ। ठ्याक्कै मौसम पुगेपछि मात्र याद आयो, त्यही भएर मौसम पुगेपछि मात्र हामीले भ्लग सुरु गरे बुढी र मैले चाहिँ। हेर्न सक्नुहुन्छ हामी चाहिँ गेटबाट बिस्तारै छिर्दैछौँ। सो हेर्न सक्नुहुन्छ तपाईहरुले, भित्रको माहौलहरू पनि तपाईहरुलाई देखाउनेछु म। हेर्दै आउनु होला। यतापट्टि चाहिँ टक्क माछाहरू रहेछ, हेर्न सक्नुहुन्छ तपाईहरुले। क्या बब्बाल तरिकाको माछाहरू यार गाइस, बब्बाल देख्दैछ हेर्न सक्नुहुन्छ। अनि यहाँको माहौलहरू हेर्दै म चाहिँ टक्क अगाडि बढ्दै थिएँ हैन। अगाडि चाहिँ बब्बाल खालको टेडीहरू रहेछ के गाइस हैन। अनि बुढीलाई यसो किनिदिउँ यो टेडी भनेर सोधेको हैन, पर्दैन रे हैन। क्या ज्ञानी बुढी के मेरो अम्बो, पर्दैन भन्दैछ कि क्या माया लाग्ने गरी हेर्न सक्नुहुन्छ हैन। त्यसपछि पनि हामी बिस्तारै यहाँबाट यहाँको माहौलहरू हेर्दै अगाडि तर्फबाट बढ्दै थिएँ हैन। हामी चाहिँ स्टेज नजिक चाहिँ पुगेको थिएन, त्यही भएर अगाडि बढ्दैछु गाइस। टक्कै यहाँको अब सामानहरू हेर्दै घर जाँदा सामान हेर्दै अगाडि तर्फ बढ्दै थिएँ हामी चाहिँ, हेर्न सक्नुहुन्छ हैन। टक्क लाएर हैन हामी चाहिँ अब यहाँ गेट ठ्याक्कै भित्रै पुग्न लागिसक्यो। हेर्न सक्नुहुन्छ हामी चाहिँ ठ्याक्कै भित्रै पुगिसक्यो। यहाँको माहौलहरू पनि हेर्न सक्नुहुन्छ। अब यहाँ चाहिँ खासै मान्छेहरू देख्दै छैन हैन। अब मान्छेहरू देखेपछि हामी साँझसम्म बस्छौँ त नि, साँझसम्म बसे पनि तपाईहरुलाई देखाउने छु। हामी अगाडि बढ्दै बुढीलाई चाहिँ यसो पिङ खेल्न मन लागेको छ हैन। पिङपट्टि यसो देखायो हैन, हामी पिङ खेलिदिउँ कि क्या हो भने यसो अगाडि गएको त हाम्रो पिङ यस्तो माथि चाहिँ गएको देखेर नि पुरा डर लागेको गाइस मलाई चाहिँ, त्यही भएर म चाहिँ पिङ खेल्न मारेन हैन। सो गाइस, तपाईहरुले रातिको माहौल हेर्न सक्नुहुन्छ। पुरा यहाँ अब यो रोटी पिङतिर पुरा झिलमिल बल्दैछ हैन। राति चाहिँ मान्छेहरू पनि टर्न आएको थियो, सो हेर्न सक्नुहुन्छ तपाईहरुलाई देखाउँदैछु म हैन। अब सो गाइस, त्यही हो। अब धेरै रात पनि धेरैदेखि भनौँ रात पनि परिसक्यो, त्यही भएर हामी चाहिँ घर हेर्न सक्नुहुन्छ। घर फर्केर पनि तपाईहरुलाई यसो देखाउँदैछु म हैन। यतापट्टि बुढी छ र यतापट्टि म छु, हेर्न सक्नुहुन्छ। त्यही हो गाइस हैन। आजको चाहिँ खासै रमाइलो चाहिँ भएन हैन, तर रमाइलो चाहिँ गरेर आयो हामी बुढाबुढी। सो यतापट्टि चाहिँ हैन मैले अब भ्लग बनाउनको लागि केही सामानहरू किनेर ल्याएको थिएँ, त्यही भएर तपाईहरुलाई देखाउनको लागि म यहाँ पुरा रेडी अवस्थामा बस्दैछु, हेर्न सक्नुहुन्छ हैन। यहाँ चाहिँ मैले मोबाइल स्टिक ल्याएको थिएँ, हेर्न सक्नुहुन्छ हैन। तर मलाई बब्बाल लागेर किने हो गाइस, कस्तो हुन्छ के हुन्छ चाहिँ थाहा छैन हैन। त्यो पनि तपाईहरुले नेक्स्ट भ्लगमा हेर्न सक्नुहुन्छ मेरो हैन। यहाँ चाहिँ अनबक्सिङ गर्न खोज्दैछु भर्खर म, हेर्न सक्नुहुन्छ तपाईहरुले। यहाँ चाहिँ मोबाइल स्टिक चाहिँ यस्तो छ, हेर्न सक्नुहुन्छ। खासै राम्रो छैन हैन, त्यो पनि राम्रो लागेर हेर्दिनँ होला। सो मैले अर्को सामान चाहिँ म्याकिङ किनेको थिएँ हैन। यो भ्लग बनाउँदाखेरि यसो होल्नुमा पनि राम्रो आवाज आउँछ भन्ने कारणले चाहिँ किनेको होइन, हेर्न सक्नुहुन्छ तपाईहरुले। बब्बाल छ हैन, तपाईहरुलाई अनबक्सिङ गरेर पनि देखाउने छु। सो त्यसको लागि चाहिँ अब अनबक्सिङ गर्दैछु हामी, हेर्न सक्नुहुन्छ तपाईहरुले। सो त्यही पनि मलाई बब्बाल लाग्यो गाइस, हेर्न सक्नुहुन्छ। अनबक्सिङ गरेको ठिकै लाग्यो हैन। सो गाइस, यो सामानबाट चाहिँ भ्लग बनाएको नेक्स्ट भ्लग चाहिँ हेर्दिनु होला तपाईहरुले।
नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला, पुरानो हुनुहुन्छ भने लाइक कमेन्ट सेयर गरिदिनु होला गाइस। भिडियो कस्तो भयो पनि भनिदिनु होला। सो एडिटिङ गर्दा गर्दै पनि धेरै टाइम गएको थियो। सो आजको भ्लग चाहिँ यति नै। सो बाई बाई गाइस।